हेलो साथीहरू, जय मसी नमस्ते। आज म चाहिँ तपाईँहरूको माझमा के भन्न गइरहेको छु भन्दाखेरि साथीहरू, आज परमेश्वरका आज हामी जति पनि जनहरूले चाहिँ आज बाइबलको नियम कानुन अनुसार होइन साथीहरू, आज हामी चाहिँ किन उपवास बस्छौँ, हामी चाहिँ किन प्रार्थना गर्छौँ भन्दै गर्दाखेरि नि साथीहरू, आज हामीलाई चाहिँ आज परमेश्वरका हामी जन चाहिँ आज किन हामी चाहिँ उपवास बस्नु प्रार्थना गर्नु नियमितै पर्छ, अत्यन्तै जरुरी छ भन्दै गर्दाखेरि साथीहरू, आज हामी आफैले ख्रिस्टमा को हौँ भनेर आफूलाई चिन्नु जरुरी छ। अर्कोतिर प्रार्थना र उपवासले त हामीलाई पवित्र आत्माको अगुवाईमा संवेदनशील भएर लाग्न सहायता पुर्याउँछ है साथीहरू। आज हामीले चाहिँ उपवास चाहिँ किन बस्ने, हामीले प्रार्थना किन गर्ने भन्दा उपवासले चाहिँ एकदमै हामीलाई आत्मिक जीवनमा होस्, शारीरिक जीवनमा होस् होइन, हाम्रो एकदमै यो उपवासहरू प्रार्थनाहरूले चाहिँ हामीलाई चाहिँ एकदमै परमेश्वरको अधीनमा नियममा कानुनमा रहेर हामीले गर्नुपर्छ भनेर चाहिँ यसले चाहिँ एकदमै हामीलाई चाहिँ यो कुराले चाहिँ सहायता गर्छ भनेर चाहिँ भन्दछ होइन। परमेश्वरको वचनमा चाहिँ एकदम मन लाउनुपर्छ भनेर भन्दछ। हामीले उपवास बसेपछि चाहिँ हाम्रो जीवनमा चाहिँ एकदमै आत्मामा पनि अनि शरीरमा पनि हल्का फिल भएको हुन्छ क्या साथीहरू। अनि कतिवटा कुराहरू हाम्रो आत्मामा पवित्र आत्माले मध्यस्तर गरेर चाहिँ उहाँले चाहिँ हाम्रो सुस्केराहरू चाहिँ लगेर चाहिँ पिता कहाँ सुनाउने काम पनि गर्नुहुन्छ होइन। अनि हामी चाहिँ उपवास बस्दै गर्दाखेरि चाहिँ हाम्रो शरीरका कतिवटा होइन, हाम्रो शरीरका कुराहरू पनि आज त्यो हटेर गएको हुन्छ। अनि आत्माको कुराहरू त झन् साह्रै हम्बल मजबुत भएर जान्छ। त्यही भएर तपाईँहरूलाई चाहिँ होइन प्रार्थना गर्नु उपवास बस्नु जरुरी छ। जस्तै अब हाम्रो परमेश्वर बाउसँग चाहिँ हामीलाई चाहिँ उपवास बस्यो भने चाहिँ एकदमै त्यो उपवासले चाहिँ हाम्रो सम्बन्ध चाहिँ जस्तै अब होइन एकदमै यस्तो मजबुत अनि घनिष्ठ बनाएर लान्छ क्या। हामीले चाहिँ एकदमै उपवास बस्दै प्रार्थना गर्दै हामीले गऱ्यौँ भने चाहिँ हामीले नसोचेको कामहरू नचिताएको कामहरू कति ठाउँमा बनिरहेको, किनभने हाम्रो यो आँखाले नदेखेको कुराहरू चाहिँ परमेश्वर पिताले देखेर चाहिँ पवित्र आत्मा र परमेश्वरले चाहिँ स्वर्गदूतहरू खटाएर चाहिँ काम गरिरहेको हुन्छ। त्यसैले गर्दाखेरि हामीलाई चाहिँ उपवास बस्नु जरुरी छ। उपवास बस्नु र प्रार्थना गर्नु, उहाँसँग जिउनु चाहिँ जरुरी एकदमै यो चाहिँ हाम्रो जीवनको शैली नै हुनुपर्छ है साथीहरू। यो चाहिँ किनभने मैले भोग्दै आएको कुरा हो। त्यही भएर तपाईँहरूले आज कतिजनाले भन्नुहुन्छ म उपवास बस्न सक्दिनँ, म प्रार्थना गर्न सक्दिनँ, म एकछिन मात्रै सक्छु, त्यहाँबाट मलाई केही भएको छैन, म किन बस्नु। नो, यदि तपाईँहरू साँचो चेला ख्रिस्टको यदि सेना भएर हिँड्न चाहनुहुन्छ भने हाम्रो शरीरमा आवश्यकता छैन होला, शरीरमा हाम्रो केही भएको छैन होला, तर हाम्रो आत्मिक बाउको चाहना इच्छा योजना चाहिँ त्यो होइन क्या। उहाँको चाहना योजना इच्छा उहाँको योजनामा हिँड्नुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ उहाँहरूसँग घनिष्ठता उहाँको योजनालाई खोज्ने व्यक्ति तपाईँहरू बन्नुपर्छ क्या। त्यो बोलावटमा हिँड्न सक्नको, ढाँचामा हिँड्न सक्नको लागि चाहिँ तपाईँहरूले एकदमै प्रार्थनाहरू गर्नुपर्ने हुन्छ। अनि भन्दै होइन, आज कतिजना नयाँहरू हुनुहुन्छ, मेरो साथीहरू फ्रेन्डहरू विश्वासीहरू हुनुहुन्छ, तपाईँहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरू आजै उपवास बस्न थाल्नुहोस्, आजै प्रार्थनाको शैली बनाउन थाल्नुहोस्, जीवनलाई आराधनाको शैली बनाउन थाल्नुहोस्। अनि तपाईँहरूले मेरो जति पनि तपाईँहरूको अगाडि आउँछ भिडियो, तपाईँहरूले राम्रो मिठो कमेन्टहरू छोडिदिनुले एउटा ताकि मलाई त्यो कमेन्टले चाहिँ उत्साह मिलोस्, मलाई पनि भोलि पनि भिडियो बनाउन मन लागोस् क्या साथीहरू है। नराम्रो कमेन्टहरू मेरो भिडियोमा नगर्नु होला, किनभने म तपाईँहरूलाई होइन सम्मान गर्छु। सबै मेरो फेसबुक फ्रेन्ड अनि मलाई चिन्ने नचिन्ने जतिजना फलोवर्स अनफलोवर्स होइन, जम्मैजनालाई म मेरो हृदयदेखि सम्मान अनि तपाईँहरूलाई मैले आदर गर्छु। मलाई चाहिँ तपाईँहरूले त्यो नराम्रो कमेन्टहरू नछोड्नु होला होइन भन्दै, अनि फेरि पनि जय मसी, बाई बाई।